बाटोतिर ओके see you there bye ल गाइज अब म लेक एरोहेडतिर लागेँ है हेर्नु न बाटो कस्तो नेपालको जस्तो छैन यो डाँडाकाँडा यहाँ चाहिँ भ्यू हेर्ने ठाउँ भएको भएर रोकेर यसो हेरेको एकछिन होइन कस्तो राम्रो वेदर थियो सनी थियो प्लस विन्डी पनि थियो हल्का हावा पनि लागिरहेको थियो भेरी पर्फेक्ट वेदर भेरी नाइस वेदर लङ विकेन्ड भएको भएर भिडभाड चाहिँ असाध्यै थियो बाटोमा पनि होइन अनि एकदम रमाइलो नेपालको हुन्छ के नेपालको याद आउँछ कि यो बाटो हेर्दाखेरि ठ्याक्कै नेपाल जस्तो लाग्छ मलाई चाहिँ होइन हेर्नु न यो बाटो नेपाल जस्तो छैन त्यही भएर मैले अलि लामो खिचेको होइन यो ठाउँ चाहिँ मेरो बस्ने ठाउँबाट धेरै टाढा चाहिँ छैन 1 hour 15 minutes को ड्राइभ हो बाटो चाहिँ एकदम घुमाउरो ठ्याक्कै नेपालको जस्तो छ क्या यो बाटो चाहिँ होइन केयरफुल हुनुपर्छ हामी आइपुग्यौँ लेक एरोहेड भिलेजमा यो लेकको वरिपरि चाहिँ सेलिब्रिटीहरूको घर छ होइन उनीहरूको प्राइभेट यार्ड छ यो भेरी नाइस प्लेस तर यसपालि एकदम भिड भएको भएर त्यो लङ विकेन्ड भएको भएर सबैजना धेरैजना भिडभाड भएको भएर म चाहिँ बोट चाहिँ चढिनँ होइन एकदम लामो वेट थियो त्यही भएर नेक्स्ट टाइम चाहिँ मैले त्यो टुर गराउँछु हजुरहरूलाई बोटमा चढेर अनि सेलिब्रिटीहरूको घरहरू चाहिँ देखाउँछु है एकदम राम्रो घरहरू छ उनीहरूको यहाँ होइन अनि छेउछेउमा सबै छेउछेउमा लेकको वरिपरि एकदम राम्रो घरहरू छ म देखाउँछु है नेक्स्ट टाइम अब म चाहिँ यो चाहिँ सानो भिलेज हो होइन यहाँको मान्छेहरूको लागि अनि म चाहिँ अब खानु पर्यो भोक लाग्यो भन्दै अब कुन चाहिँ ठाउँमा खाने होला भन्दै हिँड्दैछु म भित्र खानु मन छैन मलाई बाहिर बसेर खानु मन छ अनि धेरै ठाउँमा धेरै भिडभाड छ आज त है अनि यसो डुल्दै गर्दाखेरि यो रुफटपमा मलाई बस्न मन लाग्यो किन यहाँबाट चाहिँ लेक देखिन्छ होइन अनि यहाँ चाहिँ अलि हाई माथि नै भएको भएर यहाँ जाने मैले निर्णय गरेँ यहाँ आइसकेको छु होइन अनि यो ठाउँ चाहिँ रमाइलो ठाउँ छ कि यहाँ चाहिँ पहिला पनि आएको छ म अनि भित्र हेर्नु कस्तो रमाइलो लाग्छ यहाँ आउँदाखेरि अनि यहाँको खाना पनि एकदम मिठो छ एकदम भेरी डिलिसियस फुड एकदम जे खानुहुन्छ नि मिठो छ कि अनि मैले चाहिँ के खाने होला भनेर हेर्दै थिएँ अनि त्यसपछि हवाइन पिज्जा र स्पागेटी खाने कुरा मैले विचार गरेर अर्डर गरेँ है हेर्नु कस्तो रमाइलो छ रुख जङ्गल है कस्तो रमाइलो क्या यो ठाउँ हजुरहरूलाई कस्तो लाग्छ यो ठाउँ होइन कमेन्टमा पनि भन्नु है अनि भिडभाड थियो एकदम भिडभाड मैले भिडियो खिचौँ भनेर खिचेको क्या त्यसको अनि हाम्रो खाना आयो रमाइलो बच्चाहरूलाई कस्तो रमाइलो यो स्टोरहरू सानो होइन लास्टमा चाहिँ मैले अब सबै खाएपछि त आइसक्रिम त खान बनताए भनेर आइसक्रिम खाएर मैले चाहिँ यो आजको यो चाहिँ भिजिट मैले चाहिँ एन्ड गरेको यसमा यिनीहरूले यहाँ चाहिँ एकदमै कस्तो मेन्टेनेन्स चलिरहेको रहेछ कि कस्तो कन्सन्ट्रेट भइरहेको त्यहाँ मेन्टेनेन्स चलिरहेको रहेछ यिनीहरूले समरको लागि रेडी गर्नु खोज्यो होला अब त आइहाल्यो 1-2 हप्तामा चाहिँ यिनीहरू सिद्धाउँछ होला यो कन्स्ट्रक्सन यस्तो रमाइलो छ हेर्नु न शान्त भेरी पिसफुल बसिराखौँ जस्तो लाग्छ होइन यस्तो छ हेर्नुहोस् अब आजको दिन चाहिँ मैले यसरी इन गरेँ थ्याङ्क यू सो मच गाइज फर वाचिङ मलाई प्लिज कमेन्ट गर्नु है कस्तो लाग्यो हजुरलाई भनेर थ्याङ्क यू सो मच